साथीको आज के छ भन्नु भनेकै छ मेरो साथीलाई। आज चाहिँ हामी चाहिँ बाटो बनाउन जाँदैछौँ है। अघि देख्नु होला भोक लागिरहेछ तर पनि काँटा बोकेर जिन्दगी। म चाहिँ रम्बामा छ गाइस। यहाँ सफा गर्नुपर्ने जग्गा चाहिँ बाटोहरू बनाउनु पर्ने यस्तो मैला छ। अस्ति मैले भिडियो बनाएको थिएँ यहाँनिर, फेरि पनि भिडियो बनाउनु जान्छु है। आज मैला थियो के छ तिम्रो यहाँ पुरा प्लास्टिकहरू फालिरहेको थियो अनि त्यही हाम्रो साथीभाइ दाजुहरू गाउँको दाजुहरू मिलेर ल अब चाहिँ चिया पानीको सबै निम्तो सबै सकेर काम थाल्यो। दामी दामी भन्न थाल्यो। हेलो गाइस, गुड मर्निङ है। फेरि पनि तपाईँलाई वेलकम छ मेरो युट्युब च्यानलमा। त्यही हो गाइस। र आफ्टर लङ टाइम म भ्लग गर्दैछु किनभने चाहिँ म अलिक बिजी पनि थिएँ गाइस। किनभने चाहिँ अलिक मेरो व्यस्तताले गर्दा अलिक म बिजी थिएँ, म बिमार पनि थिएँ, अलिक भ्लग गर्नु पाएको थिएन। त्यही भएर चाहिँ म भ्लग गर्नु पाएको थिएन गाइस। त्यही भएर आज चाहिँ सन्डे गर्दैछु। आज त्यही हो मेरो भ्लग चाहिँ के हुन्छ कसो हुन्छ हेर्नुहोस् होला। भ्लग चाहिँ त्यही हो। अहिले चाहिँ टाइम भएको छ गाइस, देख्नुभयो टाइम भएको छ मेरो चाहिँ 8:44 साढे 8 भइसक्यो। र म चाहिँ सिंहमाथि 5 मिनट जाने काम छ गाइस। त्यही हो, त्यहाँदेखि आएर अलिक काम छ मेरो। त्यही हो बिहान मर्निङ वक। हेर्नु होला वेदरको चाहिँ गान्तोकमा चाहिँ पानी परिरहेको छ, तपाईँलाई याद होला, हेर्नु सक्नुहुन्छ। देख्नु सक्नुहुन्छ हरियाली हरियाली हुनेछ। अब चाहिँ एकदम दामी हुनेछ। हेलो गाइस, फाइनली म चाहिँ यहाँ पुगिसकेँ। सधैँको बाटो यो हाउजिङको बाटो, यो उकालो बाटो है। मैले तपाईँलाई हरेक भिडियोमा देखाइबस्छु यो बाटो हो। र आज चाहिँ हामीले के सोचेको छ भन्दा चाहिँ आज चाहिँ हामी म बस्ने जुन चाहिँ ठाउँको चाहिँ सबैजना मान्छे मिलेर चाहिँ आज यो बाटो सफा गरौँ भनेको है गाइस। किनभने यहाँ सबैजना यही बाटोबाट हिँड्छ प्रायः जस्तो। त्यही हो, अन्त सबैजना यही बाटो हिँड्छ है। त्यही भएर चाहिँ सबैजना मिलेर चाहिँ गरौँ भनेको। आज सन्डे छुट्टी पनि हो, के छैन है। अब हामी चाहिँ हिँड्ने हो, बाटो सफा गर्नुपर्छ, त्यही हो। र त्यही छ आज। अहिले अब 5 मिनट पुगेर फर्स्ट त्यहाँ आएर चाहिँ बाटो सफा गर्नुपर्छ गाइस। यो बाटो चाहिँ अलिक मैला छ कि, त्यही भएर चाहिँ सफा गर्नुपर्छ, त्यही हो। ओके गाइस, अहिले भेट्छु तपाईँलाई। 1 hour later गाइस म चाहिँ 5 मिनट पुगेर आइसकेँ है। तर 5 मिनट पुगेर आउँदा पनि साथीको चाहिँ हुन्छ नि अझै निन्द्रा पुगेको छ। के हो गरौ कहाँबाट अहिले मात्रै निन्द्रा? लाग्छ भाइ अलिक पछाडि चाहिँ साथीको आज के छ भन्नु भनेकै छ मेरो साथीलाई। आज चाहिँ हामी चाहिँ बाटो बनाउन जाँदैछौँ है। अघि देख्नु होला भोक लागिरहेछ तर पनि काँटा बोकेर जिन्दगी। म चाहिँ रम्बामा छ गाइस। त्यही हो, देख्नु भयो युवाको जोस। भेरी गुड। त्यही हो गाइस। अब चाहिँ म यहाँ आइपुगेँ हाम्रो डेस्टिनेसनमा। यो हरुवा बोकेर सोसल वक है, बेला बेला पनि सोसल वक गर्दै गर्नुपर्छ गाइस। त्यही हो। फोन चाहिँ मैले रुममा राखेँ, आज फोनबाट गरेको किन अप्ठ्यारो हुन्छ नि काम गर्दा हो। त्यही भएर चाहिँ यो मेरो साथी आउँदैछ। कहाँ गयो? ओ आउँदैछ साथी हरुवा बोकेर। यो गाइस पसिना देख्नु होला, काम गरे यस्तो हुन्छ। अब यो जग्गामा चाहिँ साह्रै मैला भएको छ, त्यही भएर चाहिँ हामी यहाँ अलिक सफा पनि गर्ने प्लस बाटो पनि बनाउने, त्यही छ। त्यही भएर चाहिँ
सोसल वर्क गाइस, बेला बेला सोसल वर्क गर्दै गर्नुहुन्छ। त्यही हो, यहाँ माथि फेरि हाम्रो भाइ बसिरहेको छ वेटिङ लिस्टमा। ओके गाइस, अहिले भेट्यो। यहाँ सफा गर्नुपर्ने जग्गा चाहिँ बाटोहरू बनाउनु पर्ने, यस्तो मैला छ। अस्ति नै मैले भिडियो बनाएको थिएँ यहाँनिर, फेरि पनि भिडियो बनाउनु जानेछु है। आज मैला छ। के छ तिम्रो भन्नु यो विषयमा, आजको विषयमा भन्नु के छ भन न। मेरो साथीले 1 बजे त राख्दैौ न, आज अब सफा गरेपछि त्यसको उल्टा त्यसको बादमा चाहिँ के आउँछ रियाक्सन भनिदेऊ न। अलिक नजिकबाट भन्न भाइ। भन ल। यति सफा गरिसकेर पनि यदि अरू कसैले फेरि यहाँ मैला फाल्यो भने सिधै एक्सन। देख्नुभयो होला केटाहरू प्याक गरेर मैला नफाल्नु यहाँ। बाटो हिँड्ने मान्छेलाई धेरै कष्ट परेको छ। नानीहरू स्कुल जाने नानीहरू पनि धेरै धेरै छन् यहाँ तलतिर गाउँमा। धन्यवाद। पनि धेरै साह्रो परिरहेको छ अहिले। ल आज हामी त सबैजना मिलेर यहाँ सफा गर्दैछ। सफा गर्दैछौँ। यो बाटो साह्रै हिँडि नसक्नु भएको कारणले गर्दाखेरि हाम्रो भएको एउटै यो बाटो छ, यो पनि सबै उयो भइसक्यो, सकिसक्यो। अनि त्यसले गर्दा हाम्रो यहाँको युवा दाजुभाइहरू आएर सबैजनाले आज सरसफाइ गर्दैछौँ है। ल सफा गरेछ सबैले, हातमा हात लाएर हातमा हात लाएर सबैले काम गरेछ। हेर्नुहोस्, यो भिडियो गर्ने मान्छेले काम गरेको छैन। अब मैले आएको जोइन गरेछु। A few minutes later. यहाँ हेर्न सक्नुहुनेछ बाटो, यो चाहिँ मिल्क युनियनदेखि उँधो आउँदाखेरि लोवर लुम्सी जाने बाटो। र यहाँ चाहिँ बाटोमा चाहिँ पुरा मैलाहरू फालेर हगिसहरू प्याम्पर्सहरू नानीहरूको फालिदिएर बाटो ब्लक भएर अनि यहाँ स्कुल पढ्ने नानीहरूलाई बाटो हिँड्न गाह्रो परेर आज हामी गाउँको दाजुहरू सबै मिलेर यो सफा गर्ने कार्यक्रम सल्लाह गरेर हामी सफा गर्दैछौँ। र अझै पनि यो प्लास्टिकहरू त पानी परेको कारणले गर्दा बल्दैन होला, तर बाटोहरू सफा गऱ्यो अलिअलि हामीले। यो प्लास्टिकहरू पनि हामी घामलाई एक दिन टिपेर डिस्पोज गर्नेछौँ। र निकै मेहनत गर्दा यतिको सामान चिप बनाउन सफल भएको छ। अनि यहाँ हेर्न सक्नुहुनेछ, यहाँ पुरा प्लास्टिकहरू फालिरहेको थियो। अनि त्यहाँ हाम्रो साथीभाइ दाजुहरू, गाउँको दाजुहरू मिलेर यहाँ बाटो सफा गरेर यतिको सामान चिप बनाइसकेका छौँ। अनि यहाँ सिस्नुको झ्याङ फाड्नु हुँदैछ दाजुले। ल हामी यसरी भिडियो बनाउनेछौँ र अपलोड गर्नेछौँ। अब अहिले कम्प्लिट भएको छैन, कम्प्लिट भएर फेरि हामी देखाउने भएको छौँ। युवाको जोस। दामी आउँछ। अलिक त्यो भाइ यसरी गर, घरवाल तानै पुरानै माटो निकाल्नु किन भन्नु बाटो बनाउनेको अन्त्य कार्यक्रममा आइपुगिसकेको छ र साथै जोस सहित सबैको युनिटी साथ हामीले बाटो बनाउँदैछ। यहाँ हेर्न सक्नुहुनेछ, मैला पनि साथसाथै डराउँदै प्लास्टिकहरू पनि अब रहेको छौँ।
ल अब चाहिँ चियापानीको निम्तो सबै सकेर काम थाल्यो दामी दामी भन्न थाल्यो हामी भयो अब चाहिँ केटाहरू सबै खाजा खानेछन् देख्नुहुँदैछ होला त्यो सबैजना हेलो गाइस फाइनली म चाहिँ रुम आइसकेको छु टाइम भएको छ तपाईँको देख्नु होला टाइम चाहिँ तपाईँको कति भएको छ भन्दा चाहिँ ए 3 कति भएछ 3:10 है अब मात्रै हामीले काम गरिसक्यो है बाटो साटो बनाउनु पर्ने थियो त्यही हो अन्त बाटो बनाउँदै अन्त अलिक सफासुग्घर गर्दै है त्यही थियो गाइस अन्त त्यही हो आजको ल अब चाहिँ आएर भोक लाग्यो है 3 बजिसक्यो अन्त बिस्किटहरू मात्रै खाएको थियो ब्रेडहरू अब चाहिँ भोक लाग्यो जस्तो भयो अब खाना खानुपर्छ गाइस तपाईँलाई अहिले भेट्नुवाला छु पुरा थाकेँ ल ओके गाइस अहिले चाहिँ तपाईँलाई The next day. हेलो गाइस नेक्स्ट डे है मन्डे अन्त सोमबारको दिन र हिजो चाहिँ म त्यतिकै थाकि गएछु अन्त भ्लग गर्नु पाइनँ है गाइस पुरा थाक्यो है रातिको 3 बजी 3:30 गएर खानासाना पकाएर खाँदा है थाकेछु थ्याङ्क यू सर गाइस आज कन्टिन्यू गर्दैछु अन्त आज चाहिँ म फिलहाल चाहिँ आज त छुट्टी हो तर म एकछिन 6 माइल जाँदैछु अलिक मेरो ड्रेसहरू पुऱ्याउनु पर्ने छ है त्यहाँ अन्त त्यही हो ड्रेस चाहिँ म उतै राख्छु अन्त त्यही हो अब तपाईँलाई हिजोको म हाम्रो प्रोग्रेस देखाउन चाहन्छु हिजो त हामीले बाटो कस्तो बनायो है ओके गाइस अब हेर्नु होला हिजोको कामहरू हाम्रो फर्स्ट अफ अल हामीले यहाँ बसिसक्यो माथि बसिसक्यो एनजिएमको यहाँ हामीले बोरा उठाएको थियौँ यतिखेर पानी यहाँ नानीले लसाउने बाटो छ यस्तो बनाएको छ है बाटो चाहिँ टकटक हिजोको काम हो टकटक भएको छ बाटो चाहिँ यहाँ पनि यस्तो छ यस्तो बनाएको छ बाटो चाहिँ टक्कै बिग्रिन सक्छ यहाँ सक्नुहुन्छ जुन चाहिँ यहाँदेखि उकालो चढ्ने बाटो चाहिँ पनि अलिक बनाएको किनकि अब पानी झर्नु चाहिँ अप्ठ्यारो हुन्छ भनेर यस्तो छ उकालो जाने छ है अन्त यहाँ पनि सबै बनाइसकेको छ हामी सबै मिलेर त्यो जे काम गर्दा मिल्नुपर्छ गाइस सबैजना हरेक काममा मिल्यो भने चाहिँ सबै हातलाई नि सजिलो हुन्छ एकैचोटि दामी बनाएको छ यसको काम देखाउँछु म तपाईँलाई दामी बनाएको छ अब माथिबाट देखाउँछु तपाईँलाई ल सक्नुहुन्छ है यो त अगाडिको साथीले बनाएको छ यहाँ पनि यस्तो छ टक्कै बोट पनि हालेको छ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ बोटमा के लेख्छ देख्नु होला ओके गाइस नमस्ते सबैजनालाई मन्दिर समाजको सबैजनालाई आज चाहिँ हाम्रो यो ठाडो बाटो चाहिँ एकदम मैला थियो होइन पुरा मैला भएर हिँड्नु नसक्ने अवस्थाको थियो र आज चाहिँ हामीले भाइहरू सबैजनालाई भनेर आज एकदम बाटो पनि सफा भएको छ त्यसकै खुसीमा मैले चिया बिस्किट पनि बाँड्दैछु हाम्रो प्रेसिडेन्ट साहबले चाहिँ यहाँ माथि अलिकति भनिदिनुहोस् कि मैला त्यहाँ चाहिँ बेसी नफ्याँकिदियो दिइजाओस् भनेर धन्यवाद लुक्कोको छ ल